भाग्य पानी कास्तो रहेछ खोटी भरोसा छ भाग्यमा मिल्छ खुसी एकचोटि परदेश गए स्वदेशकै माया भाग्य हराएको मान्छे धेरै छन् यहाँ अझै आसमा आमा नमस्ते गाँस राम्रो भयो धेरै भारी भयो होला छैन त्यस्तो अवस्थामा आमालाई छोडेर कहाँ जानुभएको के गरौँ त आमा म त बिग्रेपछि यसै हो सानो कामले फोन आएको थियो बाहिर गएको थिएँ आमालाई दिदीले लिएर आउनु भइसकेछ त्यही भएर म त आत्तिँदै घर आएको आमा ल गाउँले त राम्रो गरे छैन नि होस् तपाईँलाई भारी भयो जानु हामी सिआइडीहरूको पनि कस्तो जिन्दगी कतिखेर कसले प्लुक्क पारिदिने हो कुनै टुङ्गो छैन हो नि सर हाम्रो जिन्दगी त दाउमा राखेर भए पनि हामीले जनताको रक्षा गर्नै पर्छ नि सर ठिकै छ जे जस्तो भए पनि अब खटिनु पर्यो देशको सेवा गर्नु पर्यो जनताको सेवा गर्नु पर्यो सायद मैले त्यो कुकरमा गरेर होला आज मेरो घरमा यस्तो घटना घट्यो अरूको घरको कुबालो सोच्दाखेरि आफ्नो घरमा पर्छ भन्ने कुरा बल्ल आज थाहा भयो आज मैले के भोग्नु पर्यो हुन त ती अपराधीहरूलाई मैले पानी मुनि गए पनि छोड्दिनँ ती अपराधीलाई मैले कानुनको कठघरामा उबारै छाड्छु चाहे मेरी बहिनीको लागि 1 करोड खर्चै गर्न नपरोस् आज मौसम पनि राम्रो छ यसो बाहिर घुम्न जानु पर्यो एकटा हुन्छ नि त सर जाम आज फ्रीको समय छ घुमघाम गरौँ आज ठिकै छ थकाइ पनि लागेको छ बसौँ ल फोन आएछ हेलो हेलो हजुर म भाग्य नगरपालिकादेखि बोलेको के रे राम्रोसँग सुनिएन हजुर भाग्य नगरपालिका 7 भाग्य नगरपालिका वार्ड नम्बर 7 हजुर सर यहाँ हजुर तुरन्तै आउनु पर्यो ए ल हामी तुरन्त आइहाल्यौँ हस् सर ल बेटा जाउँ ल तिमीसँग पछि कुरा गरौँ अहिले हतार छ म हिँडेँ है धेरै कुरा गर्नु बाँकी छ सौबा ल आइपुगेँ म त के गर्नुपर्ने भयो हजुरको लागि बाबु यो समाजको बुद्धिजीवी युवा भनेको नै तिमी हौ मेरो घरमा के वज्रपात पर्यो भन्ने तिमीलाई पनि थाहा छ होला मेरी बहिनी उहाँ हस्पिटलमा मृत्युसँग लडिरहेकी छ म रातभरि बहिनीलाई कुरेर आएको बाबु मेरो आज यता काम छ पुलिससँग मेरी बहिनीलाई हस्पिटल गएर ल्याइदिउँ न है बाबु हजुरलाई यस्तो पो समस्या परेको रहेछ चेलीबेटीहरूको यत्रो महान पर्वमा पनि
कुन पापी होला यस्तो अपराध गर्ने। तर यो पापीलाई चाहिँ छोड्नु हुँदैन है साउबा, जसरी भए पनि यिनीहरूलाई कानुनी कठघरामा लिएर पाता सिकाउनु पर्छ यिनीहरूको। म पनि नाइट ड्युटी गरेर आएको, यदि आवश्यक पर्छ भने सहारा नेपालीहरूको लागि उत्रिनु तयार छु म। त्यही माथि हजुर त आफ्नो गाउँको साउबा पर्नुभयो, छिमेकी पनि पर्नुभयो, भन्नुहोस् न मैले के गर्नु पर्ने? बाबु, तिमी जस्तो असल मान्छे यो समाजमा हुनु भनेको हाम्रो भाग्यको कुरा हो। बाबु, तिमीले यो समाजमा कसैलाई दुःख पर्दाखेरि जसरी सहयोग गरेका छौ, तिमी भोलिका दिनहरूमा पनि त्यस्तै सहयोग गर्नु है बाबु। म तिम्रो काम देखेर धेरै खुसी छु। हुन्छ साउबा, तपाईँ चाहिँ यता पुलिसहरूसँग कुराकानी गर्दै राख्नु होला, के कस्तो हुन्छ खबर मलाई पनि पुऱ्याउनु होला। म हस्पिटलबाट हजुरलाई खबर पुऱ्याउँछु है। हुन्छ बाबु, हुन्छ। ल म अहिले लाग्छु। ल हुन्छ बाबु, ल राम्रोसँग जाऊ बाबु। ल हजुरै घरमा घटना घटेको? हजुर हो। घटना घटेको चाहिँ कहाँ हो खास? ल आउनुहोस्, उता म लैजान्छु हजुरलाई। हजुर सर, घटना घटेको ठाउँ यही हो। त्यो अपराधीलाई जसरी भयो भने कानुनको कठघरामा उब्बारै छाड्नु पर्यो। त्यो अपराधीलाई उम्किन दिनु भएन। यदि हजुरले त्यो अपराधीलाई समयमा पक्रिनु भयो भने म हजुरको लागि 1 करोड दिन तयार छु। अपराधीलाई समाउने काम हाम्रो हो। तपाईँ अहिले घर जानुहोस्। 24 घन्टाभित्र अपराधीलाई समाएर कानुनी कठघरामा उभाउने काम हाम्रो भयो। हजुरले यति भनिदिनु भयो, मेरो जलेको मन अलि हल्का भयो। तपाईँ ढुक्क हुनुहोस्। हजुर हुन्छ, म अहिले जान्छु। ल हेर केटा, अपराधी भनेकै तिनै गजेडी जडिया हुन्। तिनीहरूलाई समाउनलाई पागलकै अभिनय भए पनि हामीले गरेर तिनीहरूलाई समाएर छाड्नुपर्छ। हस् हुन्छ नि सर, हाम्रो कामै भनेको जनताको सेवा गर्ने हो नि। ठिक जाउँ। हस् हुन्छ। नमस्ते नमस्ते। अनि मैले भनेको कुरा तँलाई याद त छ होला नि, के बिर्सिस? म बर्बाद भयो हजुर। के भयो? मेरी बहिनीलाई कुन पापीले बलात्कार गरेर अचेत अवस्थामा झाडीमा फाल्दैछ। अहिले हस्पिटलमा भर्ना गरेको छ हजुर। के रे? बहिनीलाई बलात्कार गरेर झाडीमा फाल्यो रे? तँलाई थाहा छ, तैँले पनि गाउँका सोझा साझा मानिसहरूलाई के गरेथिस् भनेर आज आफ्नै घरमा पर्दाखेरि कस्तो हुँदो रहेछ थाहा भयो होइन? थाहा भयो हजुर, थाहा भयो। अब म त्यस्तो काम कहिले पनि गर्दिनँ, सोच्न पनि सोच्दिनँ। त्यो अपराधीलाई जसरी भए पनि कारबाही गर्न पर्यो हजुर। भनेपछि तेरो दिमागमा बल्ल आएर गुदी पस्यो होइन? ठिक छ, म त्यसको लागि पनि विचार गरौँला। अनि सुन त, तँलाई गाउँमा को माथि शङ्का छ भनेर मलाई भन्। मेरो गाउँमा त्यस्तो शत्रुहरू कोही छैन हजुर। त्यस्तो काम कसले गरे होला? ल हजुर, म अहिले जान्छु। जसरी भए पनि ती अपराधीलाई पक्रिनु पर्यो हजुर। हुन्छ, जा। को होला त त्यो मान्छे र कसले गर्यो होला? जसले गर्छ नि त्यसलाई म बाँकी छोड्दिनँ। अन्याय र अत्याचारको विरुद्धमा लड्ने ढोडे मामा हो।
मान्छे को आयो र कसले गर्दैछ यो काम त्यसलाई म छोड्दिन। यो हड्डी खानाका खान नपाएकाहरू होइन घिच्न नि कति सकेका भने यिनीहरूलाई त लोहटी हाल्नुपर्छ। यहाँ राख्यो भने त मेरो घरै बिगारिदिन्छन्। पहिला पनि एकचोटि बिगारिकिन हो बल्ल बल्ल अलिअलि उसलाई बुढोलाई सपारेको छु। त्यही पनि यो बसिराख्यो भने त यसले बिगारिदिन्छ। यसलाई त जस्तो नाटक गरेर भए पनि लोहटिदिन्छु घरबाट। कति दिन बस्लिस हेरौँ लाग्यो। उसलाई पनि दिदीले ल्याएर टन्न खुवाउनु पाए आनन्द हो नि होइन है मनमाया? के हो साथी बन्छौ, साथी भाडा पनि छिर्दिनौ, बाटो काटाइदिन्छौ, के हो? किन के भयो? किन झगडाको तिमी? अनि किन यस्तो निराश भएको त? भर्खर आएर गाह्रो भयो, आऊ बसेको छु। हामीसँग म यहीँ बस्छु। माथि बस्नु, माथि त्यहाँ घाम छ क्या, यता बस्छ। अनि के छ त सभा तिम्रो खाना? के हुनु नि, यस्तै त हो नि। अनि तिमीले आमालाई हस्पिटल लिएर गएको होइन? अनि आमालाई हस्पिटल छोडेर तिमी कहाँ गएको? त्यो सीता भन्नेले पनि ल्याउँदै थिए त आमालाई। खै सभा कहाँ गएको भन्नु? एकचोटि फोन आएको थियो, फोनमा धेरै बाटो गफर्न थालेको। आफूले साँचो मनले माया गरेको, तर के गर्नु, उसको स्वार्थी मन रहेछ। कसरी कसरी उम्केर आयो। अनि त्यही भएर गाउँलेहरूले के भन्लान् भनेर अलिकति मनमा आफूलाई खोज्दै खोज्दै लागेर तिमीलाई पनि सोच्दा सोच्दा तिमीलाई नै देखिनँ कि। त्यही भएर आफ्नै सुरुमा हिँडेछु। सायद यो कुरा कसैलाई नै नभनेछु। किन भन्थेँ र म? पहिला मलाई पर्यो, अहिले तिमीलाई पर्यो। हामी दुईजनाको भाग्य एउटै रहेछ। अब चाहिँ त्यो मलाई सम्हाल है मनमाया। हुन्छ सभा, मान्छेलाई परेपछि नै चेता आउँदो रहेछ त। मान्छेको जिन्दगी कहिले के पर्छ कहिले के पर्छ, जे पर्छ त्यही टर्छ। हुन्थ्यो पिर नगर। हो क्या रे शोभा, त्यो बेलामा त आमाको याद आएको थिएन। अहिले त आमालाई कतिखेर भेटेर अँगालोमा रुम जस्तो भएर छ मलाई। आफ्नै आमा माया त लागिहाल्छ नि। ल शोभा म जान्छु ल। के एकछिन बस्छ? जान्छु, आमालाई कतिखेर भेटौँ जस्तो भइसक्यो। ल बस है शोभा, म गएँ। बस्छ न, खाजा हाल्छ। होइन, मलाई आमालाई कतिखेर भेटौँ जस्तो भएको छ। जान्छु है। अब आउँदा चाहिँ बाटोबाट जाने होइन नि। ल ल। हाम्रो गाउँ त सत्यनाशै भएछ मिचु। के भएछ सत्यनाश? अरे त्यो घटनी साउको चाहिँ नि बहिनीलाई बलात्कार गरेर बेहोसमा छोडिराखेछ। हेर्नुहोस्, अनि हस्पिटलमा पुरा छ। ओहो, त्यस्तो साउको त त्यस्तो हुँदो रहेछ मिजु। हामी कसरी जोगिने? गाउँ जानलाई नि डर लागिरहेछ। गाउँमा त्यस्तो हुनु थाल्यो। हुने यार, दैव नटर, के को डर? सही कुरो गर्नुभयो मिचु। अब डरले त हुँदैन। मसँग गाउँ घुम्नु जानुहुन्छ त? मेरो काम छ है, तपाईँ जानुहोस्। हुन्छ मिचु, म जान्छु गाउँ घुमेर आउँछु। रमाइलो भएको भाइ, त्यही जरेहरू काम हुँदै जरेहरूले गर्दाखेरि हाम्रो कार्यक्रम बिग्रियो नि बाबु। त्यही त भाइ, नत्र राम्रो हुन्थ्यो है। त्यही त जसरी नै हामीले खोज्नुपर्छ कि बाबु। अब एउटालाई भेटाइ सबै भेटिहालिन्छ होइन? हो नि, यस्तो चाडबाडको बेलामा महिला दिदीबहिनीलाई त्यस्तो विद्या नजर चलाउनु भएन नि। त्यस्तो काम गर्नु भनेको तपाईँको गाउँमा मात्र होइन क्या, तपाईँको देशमै असर पर्छ क्या। त्यस्तो खानेकुरा राख्दैछु भन्दै भन्थे, म भुसुक्कै निदाएँ। दबाई लागेर उड्दा छैन। कुकुरले खायो भनौँ भने नि थाले हिँड्नुपर्ने। कसले पो लग्यो? आफूलाई भोकले मर्नु भइसक्यो। डर खाएर आउँछु भनेर गएकी छोरी अहिलेसम्म नआउने। उसलाई रमझम रमाइलो ठिकै बाला
के सम्झिन्थेँ म बुढीलाई। छोराछोरीको बोझ भएर बाँच्नु भन्दा त बरु काल आएर टपक्कै टिपेर लगेर गएको भए नि आनन्दै हुन्थ्यो। एउटी भकी पनि कहाँ गई कहाँ अत्तो पत्तो छैन। आफू केही खानेकुरा खोज्न जाउँ भने नि उठेर हिँड्न सक्दिनँ। आफू बिराम भएर छाला परेपछि त कोही नि आउन, यसो मरि कि जिउँदो छ कि भनेर हेर्न पनि आउनु। गाउँलेहरू पनि परेको बेला कोही आउनु। आएको भए नानी पानी सरले भन्न पनि हुन्थ्यो, कोही केटाकेटी नि आउनु। आमा 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 अहिले त किन रुन्छ? यो बुढी मरि कि भनेर अहिले छैन अनुहार हेर्नु। होइन आमा होइन, मलाई बुझ्ने कोसिस गर्नु, म बाध्यता मान्छु। त किन हस्पिटलबाट छोडेर एक्लै बेपत्ता बनाएर भागिस्? होइन आमा, जब परे मैले तब आमाको महसुस बुझेँ। आमाको माया कति अमूल्य हुँदो रहेछ भनेर आमा। यो बुढी बोझ भई यो मरे नि आनन्दै हुन्थ्यो भनेर गायो। धन्दा भगवान्ले बचाएर यहाँसम्म ल्यायो एउटा नानीले। अनि आमा तपाईँ कसरी आउनुभयो त? दिदी बिहान अरे घरमा भन्ने सुनेको थिएँ, यसो भयो भनेको हो। दिदी घरतिर लिएर आइदियो नानीले, त्यही पनि धरान जान्छु भन्दै कहाँ गई थाहा आएन। अनि आमा हस्पिटलमा पैसाहरू के कस्तो गर्नुभयो थाहा आएन। अनि दिदी खोइ त ढोका खुल्लै छ अनि तपाईँ भटभटाइराख्नु भएको छ। आमा तपाईँलाई पानी प्यास लाग्यो हो, कसैले पानी दिएन। आवासी हो यो, को गरेको छ यहाँको आवासी गरेको? र चाहिँ कहाँ गएको थियो फिरसम्म? आमालाई एक्लै छोडेर हेर्नु, आमा रोएर यो धेरै नाटक गरेर यसलाई 2-4 थप्पड नपुग्यो के घोसे मुन्टे लाएर बसिरा? खै नानी, मलाई त के थाहा, नाटकीय पात्र बनाउँछन् मलाई। मेरो भाग्य यस्तै त होला। कति घोसो मुन्टे लाएर चाहिँ आमालाई तातो चाउलो बनाएर सुन्नुहोस् भाइ, बसौँ अब के गर्नु, यस्तै हो भाइ, आफ्नो घर आइसी बसौँ। अब आमालाई यसो औषध खाउँ होइन? ल है भाइ, अघिल्लो कामतिर जानुपर्छ हामी, खानासाना खाउँ होइन? हजुर भइहाल्छ नि दिदी। हात मुख धुनु अनि त्यहाँबाट खानासाना खाएर तल जाउँ। ए घोसे, खाना छिटो बना, यहाँ भाइलाई भोक लागिसक्यो कि कान सुन्नुहोस्। अरे कता तिमी? तपाईँकै घरतिर जाँदै थिएँ, बाटैमै भेट्नु भयो। फेरि फोन गर्दा फोन पनि लाग्दैन, तपाईँको फोन के भएको छ? कति शङ्का गर्छौ है? मेरो मोबाइल स्विच अफ छ, हिजोदेखि चार्ज गर्नै पाएको छैन। हेर न के भएर अब लाइन पड्किरह्यो के हो, घरमा लाइनै छैन। जहाँ शङ्का हुन्छ नि त्यहाँ माया हुन्छ भन्छन्। धेरै झुट बोलेर मलाई खुसी पार्न नखोज्नु है। तपाईँको पारा आजभोलि मैले बुझ्दैछु। आजभोलि धेरै परिवर्तन हुँदै जानुभएको छ हजुर। के भन्यो रे? मैले झुट बोल्दै गएको छु रे? अनि तिमीलाई खुसी बनाउनलाई मैले यस्तो बोलेको रे? ठिक छ, तिमीलाई त्यस्तो लाग्छ भने अबदेखि बोल्दिनँ। त्यति भयो त तिमी खुसी हुन्छौ होला नि, होइन? हेर न फेरि रिसाइहाल्नुहुन्छ। मैले त जिस्केको मात्रै पो त के भन्नुहुन्छ भन्नु। जिस्किन पनि नपाउने तपाईँसँग। तपाईँको रिस्ता नाकु टुप्पोमै छ कि क्या हो? के रे जिस्काएको रे? जिस्काउन पनि सीमा हुन्छ। आफूलाई मन परेको मान्छेले केही भन्दा साह्रै मन दुख्दो रहेछ। भन के कति आउने मेरो घरतिर आउँदै थियो पनि? बजार जान लागेको थिएँ, तपाईँलाई फोन गरेर सोध्छु भनेको फोनै लागेन, त्यही भएर तपाईँको घरतिर आइने कि। जाऊ न त, मैले तिमीलाई के भनेको छु र? यति सानो कुरा पनि सोधिराख्नुपर्छ त? जाऊ, अनि घर चाहिँ बेला नआउने फेरि। यति सानो सानो कुरा पनि मलाई नसोधेसम्म कोही पनि जाँदैन। कति माया गर्छु अरे मलाई।
आमा त्यो तल घटाने सालको बहिनीलाई अस्ति त्यसको कार्यक्रममा बलात्कार परेछ त्यस परेछ त्यो मिलाउन जानु भएको सबै औषधि खाएर राम्रोसँग गर्नु है चाँडै नै आउँछु है हुन्छ छोरी यो घसे चाहिँ कति घसे मुन्टो लगाइरहेको त्यो आमाको राम्रोसँग रेखदेख गर्ने त्यो आमालाई राम्रोसँग औषधि खुवाउने अस्ति आफ्नो भागेर हिँड्दैन फेरि त्यो ढाडचिला खान्छ दिदीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ है छोरी त्यो अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ है छोरी हस् आमा त्यसलाई सजाय दिएरै आउँछ हामी ला सिधै दिदी मैले त जुत्ता लाउनै बिर्सेँ हेर जुत्ता म जुत्ता लाएर आउँछु ल बसिरहनु के भएको होला है ला मेरो उमेर त भएकै छैन त नि भुल्ली बिहे नगर्ने यति धेरै भुल्ने दिमाग कसरी आएको छ मेरो अझै बिहे गर्नु बाँकी छ छोराछोरी बनाउनु बाँकी छ अनि कहाँ अहिले यति छिटो भुलेर त दिदी कहाँ पुगिसक्नु होला म कहाँ गएको छैन भाइ यही कुरेर बसिरहेको छु नि तिमी पनि डोको पनि सबै भाँचेर के चाहिँ गरे होला त ल म 8-10 दिन घरमा नहुँदा त मोज मस्ती भएछ सबैलाई अब उसलाई दिदी ल्याएको त्यस्तै मस्ती भयो उसलाई के पिर हुन्थ्यो भने अब यसै गरी न म चुप लाएर बस्यौँ भने त यसले मलाईसम्म ढलाउँछ अब मैले चाहिँ के गर्नु गर्नै पर्छ अब केही सोच्नै पर्यो मैले अहिले फेरि फुपू र भदा फेरि लपक्कै मिलेको छन् यिनीहरूको कसरी फाटो गर्नुपर्छ मलाई थाहा छ जात्रामा नजाउँ भन्दा जम्की जाउँ भनेर लग्यो फेरि आमाले अब के गर्ने हाल्यो दादाले त केही भन्दैन होला ठकुरानीहरूको सवारी भयो जाउँला त कहाँ जानु जात्रा हेर्न गयो कि जात्रा देखाउन गयो मलाई के खान्छ हामी अब पनि कति साह्रो रिसाउनु भएको नरिसाउनु न त्यसको बेलामा त कमसेकम हाँसेर बस्नु त धेरै बढी नबोलाइ धेरै बढी बोल्ने भएको छ मोबाइल ठाउँमा चुप्प लाएर बस्नु तिनीहरूको औनरहरू बस्नुभन्दा त बरु भात खान पनि पाइन्छ बसेका छन् खाएका छन् भित्र पनि काम छैन ओहो म यहाँ बस पार्कमा भेटेको चट्ट कम्मर छिनेको जाउँ हो माया म त काठमाडौँ कस्तो भोक लाग्यो
कस्तो लड्दिरा त लडास बिस्तारै आइज ओइ फेरि चिप्लिनु अस्ति के त है त्यो तिजको बेलामा रिठे पाटे भकुन्डेहरू त पुरै भड मैलो रक्सी खाएर आएछ हो भने त्यही बेला यस्तो हान्नु मिलाएर एक दुई झावाको पछाडिबाट नि हामीलाई आयो है त्यो अस्ति घताने साउको बहिनी छ त त्यो बहिनीलाई त जङ्गलमा पुरै जबरजस्ती गरेर आएछ भने कसले गरे के थाहा दिहा भयो त्यसलाई समाएर कालो मर्सो दलिदिनु हुन्थ्यो त्यो घताने साउको बहिनीलाई त पुरै जबरजस्ती गरे अन्त नि त्यो एउटा पछि आएको थियो त्यो केटा आएर अनि पुरै भनेको थियो त तन्थिस है ए तर म त पुरै नाचेँ नि पैसा पनि दिएन भने नाचेको त पैसा पाउँछ है त्यो तिजको बेलामा त्यो सबै गर्ने जबरजस्ती गर्ने त्यही पाटे भकुन्डे रिठे होला क्या मलाई त्यसै लाग्यो त्यही नाहरू हो क्या अस्ति पनि त्यो एउटा त्यो को हो रे त्यो जुना दिदी त्यो जुना दिदी जङ्गलमा पुरै जबरजस्ती गरे नि त्यो जुना दिदी मलाई सब कुरो उतेले भनेको थियो समर दाइले र भने बा सन्चै हुनुहुन्छ नमस्ते नमस्ते ए बा हाम्रो पेटमा लास्टै भोक लागेर मुसो दौडिरहेछ केही पैसा छ भने दिन हामी केही दोकानमा गएर खान्छौँ बुवा पैसा छ भने दिनु न भने कहाँ हेर्नु बा पैसा पैसा भने के 20-30 रुपियाँ हुन्छ नि पैसा दिनु मन त थियो के गर्नु पैसै रहन्छ यिनीहरूको छोरो बुढेको नाति जुन गरे नि पैसै माथि सबै पैसामै कुद्छन् एउटा कुरो तिमीहरूलाई थाहा छ के कुरो भने पो थाहा हुन्छ त तिमीहरूलाई थाहा छ मेरो बाउ किन कङ्गाल भयो तपाईँ त यति बुढो हुनुहुन्छ तपाईँको बुवाको हाम्रो कुरा के थाहा अनि कसरी भयो त कङ्गाल भन्नु न ल पैसै नभएर कङ्गाल भएको हाम्रो बा त्यतिकै कङ्गाल भएको होइन यो बाबा पनि कस्तो टेढो टेढो कुरा गर्नु नि टाइममा त लस्ट पार्दै पैसा नि पाउँदैन घाँस काट्नु हिँड्नु भएको अनि के पानी गर्छ लाग्यो त डोको पक्रेर घाँस काट्नु जानु त हो नि राम्रो कुरा गर्दा नि किन बटारिया कुरा गर्नुभयो होला तिमी जतिलाई गर्ने कुरा यस्तो त हो नि कस्ता कस्ता पनाउँदी भेट हुन्छ को हो मेरो घरमा म त यता माथि पो छु एकछिनै म तलै आउँछु ए दिदीहरू पनि कतिखेर आउने भएको के कति कामले आएको बसेरै कुरो गरौँ ए सबै जात्राबाट हेरी हेरी आउनु भयो ल बस्नु के कति कामले आयो त मेरो घरमा के कति कामले आउनु दाइ मलाई साह्रै समस्या परेको थियो 2-4 हजार पैसा दिनुहुन्छ कि सापट्टि भनेर आएको अर्मा पर्मा गरेर भए पनि पैसा त तिरिहाल्छु अहिले चाहिँ साह्रै समस्या पर्यो मलाई त्यही भएर आएको समस्या सबैको हुन्छ बाबु धर्म हुन्छ छ भने देऊ न त हुन्छ नि दिदी मसँग धेरै त छैन यसो बाँच्नु त पर्यो यसो 1000 चाहिँ छ कि अब त्यही भयो नि दिनु पर्यो नि कसैको कोही छैन उसैलाई त दिनु पर्यो नि आफू त दुःख गर्न सकिन्छ उसको त कोही सहारा नि छैन साह्रै ल यो 1000 रुपियाँ राख्नु 500 मलाई यसो
दुःख हुन्छ। धन्यवाद दाइ। सबैजना हजुर जस्तै मान्छे हुँदैनन्। हजुरको बुढी पनि खै के भन्नु, अघि उता जाँदै हुनुहुन्न रहेछ, घाँस काट्न हिँड्नुभयो दिदी भनेको यसै झर्केर जानुभयो। के सोच्नुहुन्छ कुन्नी? मैले त केही अपराध गरेँ जस्तो लाग्दैन। यस्तै हो, मैले धेरै सम्झाउने कोसिस गरेँ तर उसले कहिले पनि बुझ्दैन। आज सुध्रिन्छ भन्नु, भोलि सुध्रिन्छ भन्नु, उसको बाटो नै त्यही छ। अब मैले के गर्नु? ठिकै छ, उसको कुरालाई लिएर दुःख मनाउ नगर्नु है। ठिकै छ दाइ, अब सबैजना एकै थरीका मान्छे हुँदैनन्। म दुःख मनाउ गर्दिनँ भाउजूको कुरा लिएर। मलाई त बाँकी राख्थेन, तिमीलाई त के छोड्थ्यो? कम्ती छुच्ची छैन, म त भाइको मुख हेरेर मात्रै बसेको। ल ल दाइ, थोरै भयो नि सहयोग भइहाल्यो। अब म अहिले जान्छु। ल ल, यसो दुःख पर्यो भने सम्झिँदै गर न है, त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन। हस् दाइ। ल ल जाउँ, भित्र जाउँ अब। ल हिँड, अहिले मम्मी आगो भएर आउँछ। मम्मीलाई आज चाहिँ बाँध्नुपर्छ होला है सबैजना मिलेर। उयो केटा हो त्यो साउको बहिनी त बलात्कृत भएछ यार। त्यो दिन आयो त्यहाँ दिन यार, अब हामीले त शङ्का गर्ने होइन यार। छोड्दैन, नबिराउनु न डर, हामीले गल्ती गरेको छैन। मिलाने यार, यस्तो कुरामा नि के जुक्ति लाउने भनेको? हामीले गल्ती गरेको जुक्ति लाउनु। उल्टो हामीले त त्यत्रो पिटाइ खाइयो यार, घाम धुलाइ बनाएर लहाटे, उल्टो हामी फस्ने भयो जस्तो अब यार। केटाहरू डरले पनि कहीँ जीवन चल्छ त, डराएर हुन्छ त। र पनि मेरो मुटु त यार झल्ड्याङ झल्ड्याङ भएर धड्किरहेको छ यार। हेर्न नि ठिक, यो पाटे त लास्टै रहेछ छेरपाटे, कस्तो डराएको होला भने। हेर्नु भाइ, बस्तीको टिङटिङीले यसको आवाज अझैसम्म यस्तो बिग्रेछ। यसको दिमाग ह्याङ भइरहेको क्या हो, दिमाग ठिकमा ल्याउनु पर्छ यसको फेरि। तर लास्टै डर छेर भयो क्या रिठे। यहाँ भकुण्डेको सङ्गत गर्छ अनि मान्छे कमालो बनाएर हिँड्छ। चुपचुप केटाहरू, यो कुरालाई यहीँ स्टप गर। तिमीहरूलाई म आज एउटा अज्ञात कुरा भन्छु यार। होइन, के कुरा हो फेरि? यो पार्टीले हावादारी कुरा गर्ने त हुन्छ अहिले, बरु भन के हो? तँ फेरि कुरा नबुझिकन नहान्न यार, पहिला कुरा त सुन्न। पहिला तल सुनसरीमा हग्न बसेको हेर, पुरै गु त हिँड्दै थियो भने पार्टीले आज पनि हावादारी कुरा गर्न लाग्यो। यो मुलाएर कुरै नबुझी हात हाल्छ क्या यार। पहिला कुरा त सुन्न। तल सुनसरीमा हग्न बसेको हेर है, पुरै हगिरहेको त गु त पुरै पछाडिबाट पुरै हिँड्दै थियो। अनि के हिँड्यो भनेर पुरै सिङ्काले कोट्याएको त पुरै कछुवा माथि पो हगिछु मैले त। यस्तो पनि कुरा हुन्छ पार्टी, यस्तो नि कुरा हुन्छ। अझै हाल्छु नि पार्टी हावादारी कुरा गर्छ क्या अहिले, त्यही भएर अघि नै मैले हालेँ। गु चाहिँ हिँड्दैन है, त्यो गु कहिले हिँड्छ त? कछुवा यस्तो कुरा त अबदेखि नगर्ने। हावादारी कुरा गर्यो, त्यही भएर यसको कुरा पत्याउँदैन क्या। डर पनि त्यस्तै डर पर्छ। कहिले कुरा पत्याइदिने यार साथीको कुरा त है। हाँसी मजा एक ठाउँमा छ होइन, तर यस्तो ख्यालख्यालमा नि त्यस्तो हँसाइलो कुरा चाहिँ गर्नुहुन्न नि त पाटे। आज के छ प्रोग्राम? आज सोच बरु आज के छ? कसैको केही होला प्रोग्राम, रमाइलो गरौँला, टिङटिङ हान्न। गाउँमा कसको बर्थडे छ भन्ने मैले सुनेको थिएँ। कसको भन्न त? जाम्ला बर्थडे आज भने रमाइलो हान्दिउँला पुरै होइन। बर्थडे भन्ने थाहा छ, कसको भन्ने थाहा छैन फेरि। बर्थडे कसको थाहा छैन? बर्थडे कसको मान्छेको थाहा छैन भनेको को मान्छे हो? तँलाई कसले सुनाएर फेरि बर्थडे छ भन्ने कुरा चाहिँ? ए गाउँमा सुनाइहाल्छ नि मान्छेले यार, यस्तो कुरा मेरो कानले सुनिहाल्छ। ल ल जाम्ला, आज भने चिन्ता नगर्नु केटाहरू। त्यस्तो कामलाई नि छोड्छन् त। आज समातेर ल्याउनुपर्छ चाडपर्व आउने मान्छेहरू बस्नुहुन्छ यी जङ्गलीहरू हुन् क्या, यो मान्छेको नाममा कलङ्क जीवन त आज बर्थडे पार्टी पानी कास्तो रहेछ खोटी, भरोसा छ भाग्यमा मिल्छ खुसी।